एकदम हेलो गाइस वेलकम ब्याक टु परिजनानास च्यानल हैन आज चाहिँ हामी दुर्गा पूजा घुम्न जाँदैछौँ हैन शिवानी अनि नमस्ते सबैजनालाई तपाईलाई फेरि पनि वेलकम छ मेरो च्यानलमा र आज म फेरि अर्को भिडियो लिएर आएको छु र आज चाहिँ धेरै दिन भन्दा पनि महिनाको बादमा लिएर आएको टाइम नै पाएको थिएन नि त भिडियो बनाउने अन्त आज चाहिँ हामीहरू सबैजना बजारको दुर्गा पूजा घुम्न जानु आँटेको र मेरो चाहिँ ड्युटी अघि सक्यो साथीहरुको ड्युटी चाहिँ अब सक्न आँटेको छ र म चाहिँ अहिले साथीको रुममा छु अब निस्किनु आँटेको अनि तपाईहरुलाई मेरोबाट दशैंको धेरै 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 शुभकामना छ र अब यहाँबाट चाहिँ म निस्किनु आँटेको अहिले चाहिँ साथीहरुको ड्युटी पनि सक्यो र यहाँबाट अब म हस्पिटल जान्छु हस्पिटलबाट डाइरेक्ट त्यहाँबाट चाहिँ पूजा घुम्ने अब कस्तो हुन्छ के हुन्छ तपाईलाई त्यही गएर देखाउने छु है तपाईहरु हेर्दै गर्नुस् ल किन लाग्दो जाम हौ आमा बाबा देखाइसकेर चाहिँ कस्तो ननिकाल भनेको 와 जाँदैछौँ हामीहरू आदि साथीहरू वाइपीमा रहेछ जाम हेरिहाल्नु है गरम खतरा छ कोही पागल भइसक्यो त आदि अब भर्खर भेट्यौ अब चाहिँ हामीहरू जान्छौँ आइपी जाम चाहिँ खतरा रहेछ तर आज पुग्यो आइपी युट्युबमा हेर्न देखिहाल्छस् त आमा हेरे Oh, you like the Syrian stuff? Giri. Oida. Giri. Retake. एकदम हेलो गाइस वेलकम ब्याक टु परिजनानास च्यानल हैन आज चाहिँ हामी दुर्गा पूजा घुम्न जाँदैछौँ हैन तर यहाँको लाइटिङ चाहिँ हामीलाई राम्रै देखेको छैन राम्रै देखेको छैन हो आधी भिडियो चाहिँ उसको भिडियो बनाउनु उसको भिडियो बनाउनु सानो खतरा तानेर बिचारालाई जताततै जामै जाम के
अर्कै प्रोग्राम हुँदो रहेछ फेरि हेर्दिउँ न हल्का बाँध्नु स्योर सम्झना भएर बसौँला मरेर गए पनि हामी सम्झना भएर बसौँला तिमीलाई तिमीले भागौँला सुन्न मायाहरू साथौँला तिमीलाई तिमीले सदा सर्वदा हामीहरू चाहिँ अब घुमिसक्यो अब चाहिँ केही खाने लागि बोक होइन उसको त्यहाँनिर त्यो उयो छ सामान हेलो भिडियो हाम्रो ममता दी हुनुहुन्छ यहाँनिर हो सबै हस्पिटलको भेला भएको छ यहाँनिर जान्छ अब ल ह्याप्पी दसैँ आज चाहिँ हामीले खानेकुराहरू कहीँ भेटेकै छैन भोकै गुलिरहेको छ स्ट्यान्डमा खाना खोज्दै हाम्रो लागि खानै बनिएको छैन रहेछ खाना खोजिरहेको छ भोक लागिसक्यो खाना छैन खाना भोक लागिसक्यो सबै प्याक रहेछ आज त एउटै छ त अब दुईजनाको साउन्ड त होइन अब केही छैन भने त केही कुछ त खाएरै जानु पर्यो नि अन्त यिनीहरूले लगेर जाँदैछ अब चाहिँ लु दुईजनाले पूजा घुमिसक्यो अब खानुको लागि चाहिँ हामी निस्केको तर खानेकुरै भेटेको छैन उसको हिँडाइमा हामी भ्याउँदैन बल्ल बल्ल हामी चाहिँ खाना पायो अब यहाँनिर यहाँनिर राम्रो देख्छ हामी हेरेर त के राम्रो देखेको बल्ल बल्ल डल्लै कालिम्पोङ खोजेर आइपुग्यो हामी यहाँनिर खाना खानु एक घन्टा हुन आइसक्यो हामीले खाना पर्खेको भोक लागिसक्यो होइन खानासँग मलाई कुक खत्तम भइसक्यो खत्तम खानै छैन अर्डर आइसक्यो पैसाना डाइटिङमा भएकोले गर्दा चाहिँ हामीले अलिअलि खाँदैछ है हामीले चाहिँ खाना खाइसक्यौँ अब चाहिँ गएको रुमतिर ओइ कहाँ कहाँ गरेको हौ खाना कस्तो थियो भनिदेऊ त गजब बेइज्जती भयो भनिदेऊ न अब चाहिँ सिधै जानुपर्छ रुम भन्दा पनि आज हस्पिटलतिरै पास छ होला जस्तो छ हाम्रो सही छैन रहेछ यहाँनिर त अहिले पनि हस्पिटल अब आज चाहिँ हस्पिटलमै हाम्रो साथी माथि एडमिट भइरहेको छ अनि हामी यहीँ बस्ने अहिले चाहिँ हामी तल एक्सरे रुममा रेस्ट गरिरहेको छौँ
ओइको खानाले नपुगेर चाहिँ फेरि केही अर्डर गरिरहेको छ डोमिनोजबाट अहिले खानुपर्छ पूजा घुमेर कस्तो लाग्यो दामी खाना नपाएर चाहिँ आज बिजोक ओ हाम्रो साथी बिमार भएर हो आज हाम्रो सबैजनाको चाहिँ पूजा घुम्ने प्लान थियो म्याडम त एडमिट भएर केही छैन भेज पिज्जा म्याडमको चाहिँ यहाँनिर स्कुटीमा चढ्ने पुरै रहर छ अरे राति एक फन्को घुमाइदियो अरे हौ बाई श्रीजु ल यतिको साथी कहाँबाट पाउनु हेर हौ लु इच्छा पुरा भयो होला ए लु भयो इच्छा पुरा भयो म्याडम यता हेर्नुहोस् त हाम्रो चाहिँ डिनरहरू सबै भयो र अब हामी सुत्न आँटेको आज चाहिँ यहाँ हस्पिटलमा बस्ने र भोलि बिहान यहीँबाट ड्युटी गर्ने अन्त तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् अब फेरि अर्को भिडियो लिएर आउनेछु तबसम्मको लागि बाई बाई